हेलो साथीहरू, आज चाहिँ हामी बिहेमा जानको लागि तयार भएको। गाउँमा बिहे थियो अनि मासु भात खाना भनेपछि त जानु पर्यो। अनि भाइरमा चाहिँ तयार भएर बस्यौँ। अनि भाइरमा चाहिँ नि यो घाममा मासुको लागि यति सङ्कल्प गरेर नहिने त मासु खान पाइँदैन भन्दै अनि हामी बाटोमा हिँड्यौँ। हामी चाहिँ खेतबाट गएको, त्यही नजिक खेतबाट चाहिँ नजिकै पर्थ्यो बिहे घर भनेर। अनि जाँदैछौँ हामी बाटोमा, जाँदै घाम यति धेरै लागेको थियो कि त्यस्तो घाम। मेरो भाइ चाहिँ अगाडि हिँड्दैछ, यसले बाटो देखाउँदैछ। मेरो भाइको नाम तपाईँहरूलाई थाहा छैन भने त्यहाँ टी सर्टमा लेखेको छ हेर्नु। अनि घामले चाहिँ मेरो त कपाल सपाल बाँधेर हिँड्ने अनुहार हेर्नु। त्यहाँ बिहे घर पनि हेर्नु है, बिहे घर मैले तपाईँहरूलाई जुम गरेर देखाइरहेको छु। त्यहाँनिर हो बिहे घर चाहिँ। हामी यता खेतबाट जाँदैछौँ। अनि खेतबाट नि हामी चाहिँ बिहे घरमा लगभग हामी बिहे घरमा पुग्यौँ। अनि हामी चाहिँ अब टिका लाउने भनेको भरे बेहुला बेहुली चाहिँ खाना बस्नुभएको रहेछ। अनि एकछिन समय चाहिँ वेट गर्नु पर्यो। अनि हामीले पनि खान थाल्यौँ। अनि खाएर चाहिँ टिका लाउनको लागि चाहिँ हामी त बसिरहेको छौँ, कतिखेर पालो आउँछ भनेर भाइले म। अनि तपाईँहरूले मेरो भिडियो अहिलेसम्म पनि हेर्नुभएको छैन भने हेरेर लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला। अनि तपाईँहरूले चाहिँ कस्तो भिडियो हेर्न चाहनुहुन्छ मबाट कमेन्ट गर्नुहोला। धन्यवाद। अनि हामी चाहिँ यहाँ टिका लगायौँ। अनि टिका लगाएर खायौँ मासु।